कहिलेकाहीँ सोच्नु भएको छ हामी बस्ने घरको डिजाइनले हाम्रो जीवनमा कस्तो असर पार्ला। हामी रङ र फर्निचरको मात्र कुरा गरिरहेका छैनौँ, बरु हजारौं वर्ष पुरानो एउटा ज्ञानको कुरा गर्दैछौँ जसलाई वैदिक वास्तुकला भनिन्छ। आज हामी यही प्राचीन ज्ञान र आधुनिक विज्ञान कसरी एकै ठाउँमा आउँछन् भनेर खोतल्नेछौँ। यो एउटा बनाइ मात्र होइन, यो त एउटा ठूलो दाबी हो। यसले के भन्छ भने वास्तुकला भनेको घर सजाउने कुरा मात्र होइन, बरु हाम्रो जीवनलाई नै बदल्ने एउटा शक्तिशाली माध्यम पनि हो। ल अब पहिलो खण्डमा जाउँ, जीवनको लागि एक प्राचीन खाका। प्रश्न एकदमै रोचक छ, के साँच्चै हाम्रो घरले हामीलाई निको पार्न सक्छ त? यो प्रणाली, जसलाई वास्तु वा स्थापत्य वेद पनि भनिन्छ, हजारौं वर्ष पुरानो हो। यसको मूल मान्यता के हो भने हामीले बनाउने संरचनाहरूले हाम्रो व्यक्तिगत जीवनलाई ब्रह्माण्डको लयसँग मिलाउन सक्छन्। यस प्रणालीमा धेरै कुराहरूमा ध्यान दिइन्छ, जस्तै कोठाहरू कहाँ राख्ने, जमिनको प्रकृति कस्तो छ र सूर्यको प्रकाश कसरी पर्छ। तर यी सबमध्ये सबैभन्दा महत्त्वपूर्ण चाहिँ भवनको दिशालाई मानिन्छ, अर्थात् यो कुन दिशामा फर्किएको छ। तर प्रश्न उठ्छ, कसरी? घर कता फर्किएको छ भन्ने जस्तो सामान्य लाग्ने कुराले हाम्रो दिमाग र शरीरलाई साँच्चै असर गर्न सक्छ र? हो, यही प्राचीन दाबी र आधुनिक विज्ञान बीचको एउटा पुल हो जसलाई हामी अब हेर्नेछौँ। अब दोस्रो खण्डमा प्रवेश गरौँ, मस्तिष्कको भित्री कम्पास। यो सुन्दा अचम्म लाग्न सक्छ, तर हाम्रो दिमागभित्रै एउटा जीपीएस जस्तै प्रणाली छ र सायद यही नै वास्तुको रहस्य खोल्ने चाबी पनि हुन सक्छ। यसको पछाडिको विज्ञान के हो त? कुरा के हो भने हाम्रो मस्तिष्क खाली स्लेट जस्तो होइन, यसमा एकदमै विशेष प्रकारका कोशिकाहरू छन् जसले हामी कहाँ छौँ र कुन दिशामा हेरिरहेका छौँ भन्ने कुरा निरन्तर थाहा पाइरहेका हुन्छन्। यी हुन् प्लेस सेल्स, अर्थात् तपाईँ यहाँ हुनुहुन्छ भन्ने न्युरोनहरू। कल्पना गर्नुहोस् त, जब हामी कुनै परिचित ठाउँमा पुग्छौँ, यी कोशिकाहरू सक्रिय हुन्छन् र हाम्रो दिमागमा त्यो ठाउँको एउटा मानसिक नक्सा बनाइदिन्छन्। त्यति मात्रै कहाँ हो र, हामीसँग हेड डाइरेक्सन सेल्स पनि छन्। यिनीहरूलाई हाम्रो दिमागको आफ्नै कम्पास भन्दा पनि हुन्छ, जसले हामी कुन दिशामा फर्केका छौँ भन्ने कुरा ठ्याक्कै थाहा पाउँछन्। हो, अब यहाँनिर कुरा जोडिन्छ। यदि हाम्रो दिमागमा दिशा थाहा पाउने प्रणाली छ भने के त्यसले पूर्व, पश्चिम, उत्तर, दक्षिण जस्ता मुख्य दिशाहरूमा फरक फरक तरिकाले प्रतिक्रिया गर्ला त? के पूर्व दिशाको प्रभाव पश्चिमको भन्दा फरक हुन सक्छ? ल अब तेस्रो खण्डमा जाउँ, वास्तुको परीक्षण। अब हेरौँ, केही हजारौं वर्ष पुराना दाबीहरू आजको विज्ञानको कसीमा खरो उत्रन्छन् त? मुख्य प्रश्न यही हो, के घर कता फर्केको छ भन्ने कुराले साँच्चै हाम्रो स्वास्थ्य र जीवनमा फरक पार्छ त? आउनुहोस् केही अध्ययनहरू हेरौँ। सुरुवात निद्राबाटै गरौँ न। एउटा सर्वेक्षणले के देखायो भने उत्तरतिर टाउको फर्काएर सुत्नेहरूमा डिप्रेसन र चिन्ताको मात्रा बढी देखियो। अनि अर्कोतर्फ जनावरहरूमा गरिएको एउटा अध्ययनमा पूर्वतिर फर्केर सुत्दा तनाव हर्मोन घटेको पाइयो। कस्तो अनौठो है? अब यो तथ्याङ्क सुन्दा त झनै अचम्म लाग्छ। एउटा अध्ययन अनुसार दक्षिणतिर प्रवेशद्वार भएका घरहरूमा 75% बढी चोरी हुने सम्भावना देखियो। के यो केवल एउटा संयोग मात्रै होला? अनि स्वास्थ्यको कुरा गर्दा एउटा प्रकाशित अध्ययनले त झन् रोचक कुरा देखायो। जुन अस्पतालका कोठाहरूमा बिहानको पूर्वीय सूर्यको किरण पर्थ्यो, त्यहाँका बिरामीहरू औसतमा 4 दिन छिटो घर गए। त्यही सर्वेक्षणले अर्को कुरा पनि पत्ता लगायो। दक्षिणमुखी घरमा बस्नेहरूले दुईवटा क्षेत्रमा समस्या बढी भोगेको बताए, एउटा मानसिक स्वास्थ्य र अर्को आर्थिक स्थिति। अब अन्तिम खण्डमा जाउँ, जहाँ हामी यी सबै टुक्राहरूलाई जोडेर एउटा ठूलो चित्र बनाउने कोसिस गर्नेछौँ। अहिलेसम्म त हामीले अलग अलग कुरा हेर्यौँ, तर के होला जब कुनै घरमा वास्तुका धेरैजसो सिद्धान्तहरू एकै पटक लागू हुन्छन्? के त्यसको प्रभाव अझै शक्तिशाली हुन्छ? फारो टापुमा गरिएको एउटा प्रारम्भिक अध्ययनले त सबैलाई चकित पारिदियो। त्यहाँ 30वटा कम्पनीहरू हेर्दा 27वटामा वैदिक वास्तुकलाका सिद्धान्तहरू र आर्थिक सफलताबीच सिधा सम्बन्ध पाइयो। यो भनेको त 90% सम्बन्ध हो। त्यसो भए यसको पछाडिको सिद्धान्त के हुन सक्छ त? यो पत्रले एउटा सम्भावित व्याख्या दिएको छ। पहिलो, वस्तु डिजाइनले हाम्रो भित्री आत्मबोधलाई सक्रिय बनाउँछ। दोस्रो, यसले हाम्रो मस्तिष्कका तरङ्गहरूलाई बढी सामञ्जस्यपूर्ण बनाउँछ। र तेस्रो, मस्तिष्कको यही सामञ्जस्यले नै राम्रो स्वास्थ्य र कल्याणतर्फ लैजान्छ। त्यसैले अन्त्यमा यो प्रश्न सोच्न लायक छ,
के हामीले बनाउने घरको नक्सा वास्तवमा हाम्रो जीवनकै नक्सा हुन सक्छ? यो एउटा यस्तो विषय हो जसले प्राचीन ज्ञान र भविष्यको विज्ञानलाई एकै ठाउँमा ल्याउँछ र हामीलाई हाम्रो वरपरको वातावरणबारे फेरि एकपटक सोच्न बाध्य बनाउँछ।